यो चाहिँ हाम्रो पुरानो घर हो, हामी जन्मेको घर भत्किनै आँटिसकेको छ। यसको संरक्षण गर्न सकिएन। यो बाजेको पालामा बनेको हाम्रो पुरानो घर। यसको झ्यालहरू एकदम कलात्मक छ, एकदम मौलिक घर। यो स्वास्थ्य मैत्री पनि छ। यो चाहिँ पहिले काठले छाएको थियो, परको चाहिँ काठले छाएको छ। मजाको घर छ त्यो पनि पुरानो। यहाँको चाहिँ मौलिक घर नै हो। यहाँ चाहिँ आज काठको छानो भएको, फल्लेको छानो भएको घरहरू एकदम कम मात्रामा छन् आजकल। यो पुरानो मौलिक घरहरू बिस्तारै लोप हुँदै गइराखेका छन्। यो चाहिँ मौलिक कलाको हिसाबले अनि यहाँको यो चाहिँ बसाइ स्वास्थ्य मैत्री आवासको हिसाबले एकदम महत्त्वपूर्ण छ। यो आजकलको यो आरसिसी भवन तिनले छाएको भन्दा यो कयौँ गुणा चाहिँ राम्रो छ। यो चाहिँ फ्ल्यागले छाएको छ। यो फ्ल्यागले छाएको छ। आज चाहिँ यो मर्मत गर्दै हुन्छ, पल्टाउँदै हुनुहुन्छ। यो फल्ले पुगेन भने यहाँ चाहिँ फल्ले पनि बोक्नु भएको छ। यो चाहिँ 35-40 वर्ष छ। फल्ले बोक्नु भएको छ। यो फल्ले चाहिँ यो थपमा चढेर यो चाहिँ पल्टाउँदै हुनुहुन्छ। पल्टाउने भन्ने चाहिँ यो वर्ष दिनमा चाहिँ पल्टाउने मर्मत गर्नुपर्छ। यतातिर काम हुँदैछ। यो चाहिँ काठको फ्ल्यागको घर। यो चाहिँ उभिन्द्र ज्वाइँको घर हो। कसरी पल्टाउने हुन्छ म चाहिँ यहाँदेखि गएर एकचोटि हेर्छु। चुरुप चिताजले मोर बुबु यहाँ काम गर्दै हुनुहुन्छ। बुबुले फल्ले पल्टाउँदै हुनुहुन्छ। दानु बाज्यू काम हुँदैछ। काम फल्ले पल्टाउने काम। काठको फ्ल्याग यो यस्तो छ। फल्ले पल्टाउने काम भइरहेछ। Alltså kattmogen och nedhungen på närheten. सिमी फल्ले आउ कि जसो माहले वर्षताहरु तपाईँ मोर्काको फल्ले 30-40 वर्ष रहता ओ उनुङजिले उनुङजिले काकी लगभग 30-40-50 वर्ष मेका छन्
खाली जामा छिबटा पुर्क्यो झमसिङ झमसिङ चाहिँ मर्काको जमसिङ घरपट्टि नेपा डेङ्किन फल्ले पानी दियो फल्ले पानी निकाल स्विच पाओ निकाल अलि पारेर भरायो अब यो चाहिँ टायङ बाकिङ कि थबाङको पुरानो घर हो सिजो दैने कि प्राय थबाङको पुरानो घरहरू यस्तै समथिङ काठको चाहिँ भेडा खर्क याङ फ्ल्याटले बाकिङ कि हामीले फल्ले भन्छ यसले छाएको हुन्छ यो चाहिँ करिब 35-40 वर्ष भइसक्यो अरे यो चाहिँ एकदम राम्रो हुन्छ लगभग सबभन्दा यस्तो सिमाइले के घर आउँछ खालको घरहरू यो फ्ल्याटले फल्लेले छाएको घरहरू कमै देखिन्छ आजकल यहाँ दाजु र काकुले छाउँदै हुनुहुन्छ अरू के आउरस टाक्यो आए तरको जुर आखा कल्याण तर के यान्स माले लेन्तर र तीन र गेन्ज माल मोर्काको उर्तने नम वाका छेताने सेताने पुर फल्ले चाहिँ ठीक फल्ले के मन चाहको आउ गज ओल टाटो फल्लेको छन्